वेलकम ब्याक टु माई न्यू भिडियो। आई सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। म भन्दा पनि हामी सबै एकदमै सन्चै छौँ। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ भिडियोमा, न्यू भ्लग। अनि सबैजनालाई ह्याप्पी तिहार, ह्याप्पी दिवाली। अनि हाम्रो चाहिँ यता रोटी पकाउँदैछौँ। अनि हजुरलाई चाहिँ आजको भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सबैजनाले छिट्टै भन के सब्सक्राइब पुऱ्याइदिनु होला। अनि यो भिडियो चाहिँ आज आउँदैन, खासमा टिकाको भोलिपल्टको दिनमा चाहिँ आउँछ। त्यही हो, हजुरहरूलाई चाहिँ कस्तो लाग्छ सबैजनाले धेरै माया गर्नु होला। हामी चाहिँ सबैजनाका मम्मी म दादा बुवा हुनुहुन्थ्यो, अगाडि गइजानुभयो छौँ। हामी चाहिँ जान यसको घरबाट चाहिँ रोटी पकाएर आयौँ, पकाएर भन्दा पनि हालेर यस्तो काम गर्दैछु। बेलुलाई चाहिँ यता छन् मम्मी चाहिँ यहाँ पकाउँदै हुनुहुन्छ, चुलामा बसिराख्नु भएको छ। दादालाई देखाउँछु यहाँ हाम्रो दादा चाहिँ उता हुनुहुन्छ। अनि त्यही हो सो जानेको चाहिँ देखेन फेरि हामी चाहिँ हाल्दैछौँ। यता चाहिँ दादाले पनि हाल्दै हुनुहुन्छ। यता चाहिँ उहाँ मैसाप हुनुहुन्छ। हेलो गाइस, सन्दीप ओली कालो खदानका मुसा जस्तो आउनु भएको छ। कता चाहिँ पछाल्ने हो दादा, त्यहाँ पछाल्नु न पराटको नगर्दै याद नगर्नु। त्यहाँ राम्रोसँग क्या सबैले देखाउनु। हजुरहरू देखाउनु न। सन्दीप हो गया, क्या हुआ भाइ क्या हुआ। सो हामी चाहिँ बेल्दैछ, मेल चाहिँ लुरी लगाउँदैछ। चाहिँ यस्तो भेलाएर हाल्दैछौँ गाइस। मम्मी चाहिँ उता पकाउँदै हुनुहुन्छ। अनि हाम्रो दादा पनि रोटी हाल्ने भइदिनु भयो। पहिला त बच्चे हुनुहुन्थ्यो, आजबाट हजुर के भन्नुहुन्छ अरे बच्चालाई? बच्चा हिराले पनि बच्चा हुन्छ नि। बच्चा हो खासमा। बच्चा लेख्छन् हो, बच्चा लेख्नुपर्छ। हजुर बच्चा भन्नुहुन्छ, मम्मीले पनि बच्चा भन्नुहुन्छ। कसम बच्चा भन्नुहुन्छ। हिराले पनि मैले धेरैपल्ट सुन्नेले हिराले पनि बच्चा भन्नुहुन्छ। इङ्ग्लिसमा ट्यालेन्ट भएको मान्छेहरूलाई यस्तै हो क्या। कि त चिल्ड्रेन भन्नु पर्यो, फिनी रोटी यसै खे। चिराकारी होला नि तपाईँ थाहा। फिन रोटी पाके हाम्रो चाहिँ आधा भन्दा पनि थोरै एक टोकरी चाहिँ फिन रोटीहरू पाकिसके। अनि अहिले देखाउँछु। रोटी चाहिँ पाक्दैछ। हिजो चाहिँ हामीले अनरसा काक्ते रोटी बनाएको, खासमा राम्रो भएन। हजुर रातिको बनाउँछौँ पहिला हालेर रोटी रोडको रातिको पनि यति हो मम्मी। उयो बुगो बरु हाम्रो साटा आगे नै यसैमा होला नि भयो कि यो बुकमा न त छैन सकिए त्यहाँ दिएर। हजुरहरूले चाहिँ के कसरी मनाउँदै हुनुहुन्छ तिहार कमेन्ट गर्नु होला सबैजनाले। पहिले चाहिँ यस्तो बनेर हुन्छ, पछाडि चाहिँ यसलाई काट्नुपर्छ। जिन्दगी कसैले नदेखिने भोलि बाख्रा गराएन लिँदो मम्मी। यो हाल्नु त एउटा रोटी नै, यो मैले बाख्रा बनाएको छु क्या। तित्र यो हाल्नुलाई माथि हुँदा अब यसमा फुलेर हुन्छ क्या। फुलेन हाम्रो चाहिँ किताबहरू यहाँ सब भरिसकेको छ।
ल्याउनु जाँदा देखाइदिन्छु फिनरोटी आहा पक्नु 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 आहा हाम्रो दादाले हालेको रोटी हजुरलाई चाहिँ म पाकेको फिन्ने रोटीहरू देखाउँछु ल हेर्नु घामले पुरै पोस्न आयो जस्तो भयो गर्मी भएको छ कि जाडो छ बिहान र साँझ अनि दिउँसो चाहिँ लास्टै गर्मी ओइ एउटा चाहिँ म यहाँ थमेल टाइटलवाला पठाएँ यिनी फुल्छन् क्या चिया तिमीले लगेर जनावरबाट ल्याएर म चाहिँ रोटी चाहिँ देखाउँछु ल रोटीहरू चाहिँ यहाँ छ पाकेको कस्तो छ है यो चाहिँ हाम्रो साटो बिग्रेर हो त्यो चाहिँ मम्मीले पकाउँदै हुन्छ मम्मी हेलो मम्मी पकाउँदै हुनुहुन्छ एउटा दाउरा हालिदिनु न त्यो चाहिँ हाम्रो दादा सन्दीप ओली यहाँ चाहिँ यस्तो रोटी हाल्दै हुनुहुन्छ हेर्नु मेरो चाहिँ यहाँ चाहिँ यो फेरि ठुलो हुन्छ त्यही हो गाइस यता ल्याउँदै एउटा राम्रो छैन गाइस यहाँ चाहिँ हाम्रो खसी तिहारको लागि यो चाहिँ हामीले ल्याएको थियौँ क्या कति 11 केजी कति थियो अरे अनि आधा चाहिँ पाकेछ अब काट्नुलाई यता चाहिँ आसीले यहाँ ल्याउनु न यहाँ चाहिँ हाम्रो रोटीहरू खासै राम्रो भएन अलि पहिलाको चाहिँ ठिकै भएको थियो यो चाहिँ अलिक ठिक भएन 1100 को बाक्रो 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 यहाँ ल्याउँदै यहाँ ल्याउनु क्या यहाँनिर हाम्रो खसी खसी यसरी चिर्नुपर्छ खस्दैन क्या दादा यस्तरी हाम्रो यस्तरी चिरेर चाहिँ फकाउने हो गाइस हाम्रो चाहिँ खसी साटो चाहिँ हाम्रो यत्रो फ्रेस जानका लग्यो के हो नि अहिले त यहाँ चाहिँ ल ल हाम्रो चाहिँ खसी काटेली यी कस्तो पाके रहेछ नि किन भित्रबाट पुरो यी बाहिरै यस्तो छ त यी यहाँ हेर्नु न अनि हजुरले औषध चाहिँ किन राख्नु मादा नि यसरी पकाउनु क्या अब यसरी यस्तो तन्ने त फर्स्ट टाइम हामीले कटर काट्यौँ उसलाई देखो भाइ खासै त्यस्तो पाका खाना दिएर चाहिँ राख्नु है पाकेन नि ठिक्क बनायो बोले एउटा दिनु त मम्मीलाई कस्तो पायो माथि माथिको यो तन्नु त यो यतातिरको चाहिँ पाके खाएन बुवाले किराको औषध लाउनु भयो नि त त्यहाँ पनि नचाहिँ पाके खा क्या त्यहाँ पनि तर अलिक ग्याल्ल पाक्नुपर्छ कि यो भएन बडी काट्यो यार यो अलि त छौनी राखेर खाएर राख्यो भने आउने अब राखम बोल पार्को वक कमिला परेर खत्तम हुन्छ यसलाई व्यवस्थापन फ्रिजमा राख्ने हो क्या फ्रिजमा राख्ने हो चिसो यस्तो मिठो होला माय गॉड म त रोइ यही हाल्दै क्या अगाडि प्लास्टिकमा गरेर फिटिङमा लानु गर्छ गाइस यो चाहिँ खासी पाकेत रहन्छ के हो दोनो यो के घिउ खाइ नि छ पाकेपछि मिठो हुन्छ अल्ट्रो रहेछ ठीक छ पर अस्ति खिना दादाले पनि यस्तै दिनुभएको थियो नि त 10 जनालाई ल्याएर खुवाउनु पर्यो के बढी भन्ने यो सबैजनालाई भन्नु पर्यो हिराहरुले आदि लाउने भन्नुहुन्थ्यो क्या हिराको मम्मीले लाउने आदि लाउने भन्नुहुन्थ्यो पाकेपछि चाहिँ मिठो हुन्छ हौ मिठो थियो के कोही बेला खाऊ त पाकेपछि चाहिँ मेरो धेरै जे चीज पनि धेरै मिठो हुन्न थोरै मिठो हुन्छ भन्ने त्यही हो क्या पाक्दै धेरै कुनै भन्नु अन्त बाख्रो काट्नु बाख्रो भुरेबै खाइयो ए तलमा काट्यो यार
यार ल यो यस्तो बनाएर चाहिँ राखम न जोगन भएन आधी पागे हैन बोल लक्ष्य कन्ने हुन्छ गरे हैन लास्टै हुन्छ औ यो कहाँ 5 जना गरियाले खाँदो यार यस्तो यार 11 केजी बनेको त्यो थाहा पर्न पर्ला पुरै खसी जत्रै छ यार एउटा सानो बाख्रो ओ माइ गॉड कत्रो पैसा हाल्यौ नि हजुर सो गाइस आज चाहिँ लक्ष्मी पूजा आज चाहिँ लक्ष्मी पूजाको दिन बिहान चाहिँ कुकुर तिहार अहिले चाहिँ 3-4 भन्दा पनि 4 बज्न लागिसक्यो आज चाहिँ लक्ष्मी पूजा सबैजनालाई ह्यापी लक्ष्मी पूजा अनि अब चाहिँ टिका आउन पनि धेरै दिन छैन 3 दिन म चाहिँ यहाँ के रे बनाउन लाग्यो बत्तीहरू बनाउँदैछु यो आरती गर्ने कि कपुर बत्ती चाहिँ म भिजाइदिनु पर्यो त्यही भएर चाहिँ गाइस आज रङ्गौलीहरू बनाउनु पर्छ नि त कति 3 बजीबाट चाहिँ लक्ष्मी पूजा भनिरहेको थियो खासमा बिहान चाहिँ मैले भाँडाकुँडाहरू धुएँ अनि नुहाएँ गरेँ त्यो कपुर बत्ती भिजाइदिनु लागेको उदेखि भिजायो पनि हुन्छ भन्दा के हो खै फर्स्ट टाइम बनाउन लाग्छ कस्तो हुन्छ धेरै भयो कि तेल भैलीहरू चाहिँ खेलिरहेछन् गाइस लास्टै भैलीहरू आइसक्यो खासमा यो बजारमा अनि रमाइलो गरिरहेछन् तेलबरी पक्षीको यहाँ हजुरहरूकोतिर चाहिँ कस्तो भइरहेछ तिहार मन ढङ्ग नभएपछि यस्तै हो कि केले पुसुमा भगवान् एकैछिनमा भरिहाल्छ त के हो यार यसो मलाई पनि खासमा भैली खेल्ने रहर लाग्थ्यो गाइस के गर्नु यही लक्ष्मी पूजाको कारणले चाहिँ म गएन अब यहाँ घरमा रङ्गौलीहरू के बनाउने हुन्छ भन्ने मलाई त्यही भएर चाहिँ म जान पाएन चाहिँ त्यो बुढी बोक्छु क्या ओ माई त्यही हो हजुर चाहिँ कुकुर बन्द खेल्नुभयो मैले खेल्दै हुनुहुन्छ त्यसमा चाहिँ बनाएँ अब चाहिँ पालामा पनि बनाउँछु अनि चाहिँ हजुरसँग भेट्छु सो गाइज मैले चाहिँ बत्तीहरू रेडी बनाइसकेँ पालामा राखेर छ यता चाहिँ कपुर बत्ती भयो सो यहाँ चाहिँ मैले बिहानै यो भाँडाकुँडाहरू धुएको अब चाहिँ मैले कलास बनाउनु पर्ने हुन्छ मैले चाहिँ अहिले भर्खर भन्दा पनि अलि अगाडि मैले पात ल्याएर आएँ कि आँपको त चाहिएन फुलहरू भयो जानकारमा गएको थिएँ नि त अब चाहिँ म यो सबमा पानी ल्याउनु छ अहिले चाहिँ त्यही हो 4 बज्यो 4 लाग्यो कि 6:00 कति उमा हेरे पनि छैन म त यो सबमा पानी ल्याउनु पर्ने हुन्छ यस्तो वाला लोटा चाहिँ हाम्रो धेरै थियो कि कहाँ गयो म त अचम्म मान्छु यति धेरै थियो सब कता गयो थाहै नै छैन त्यही हो रङ्गोली बनाउनु पर्छ नि त त्यही भएर टाइममै लाग्नुपर्छ खासमा त्यही भएर चाहिँ म अहिले जुटिरहेको छु अहिले चाहिँ भेट्छु बाई सो मैले चाहिँ पानीहरू पनि ल्याएँ सबैमा पानी ल्याएको छु अब चाहिँ म बनाउँछु त्यो पातहरू हालेर त्यही हो सो गाइज मैले चाहिँ सामान चाहिँ रेडी चाहिँ बनाएँ सामान मतलब कलासहरू अनि त्यही हुन्छ ल हेर्नु
अझै बत्तीहरू छकाएर नै देखिसकेको छु। यसमा चाहिँ मैले कमलको फुल हाल्ने कि बत्ती बल्ने त्यो रेडिमेडवाला पानीबाट चाहिँ बत्ती बल्छ नि त त्यहाँ। यति नै यता चाहिँ हजारहरू बचिरहेको छन्। त्यही हो, अब चाहिँ 5 बज्न लागिसक्यो खासमा। यति नै हो मैले सामान बनाएको। अब चाहिँ पूजाहरू गर्नुपर्छ अहिले पछाडि। रङ्गोली बनाउनु छ, धेरै काम छ अझै। अझै बत्तीहरू छ। सो मैले चाहिँ यता बनाइसकेँ, पुतिसकेँ। त्यो बनाउँछु। माला उडिदिन्छ। किन अब चाहिँ मैले रङ्गौली बनाउनु पर्ने हुन्छ। पोती चाहिँ सक्यो मैले। यो चाहिँ सुकाएर हुन्छ कि आउने हो कि नै बनाउनै जान्दैन। उनीहरू भएन हुन त त्यस्तो उजालै छ। त्यही पनि स्टार्टिङ गरेर म भनेर। सो चाहिँ मैले यतिको चाहिँ बनाएको। डिजाइन सिजाइन मैले केही हेरेर खान गाइस। यो चाहिँ हेरेको थिएँ, यो चाहिँ देखाएको थिएँ होइन। अरू चाहिँ यतिको बनाएको। आउनु मच्छीले टोकेर खालेको यस्तो बोलेको छ। अहिले म फुल देखाउँछु हजुरहरूलाई। यतिको भएको छ। सो गाइस यतिको चाहिँ भएको छ। बल्ल यति भएको छ। अर्को रात परिसक्यो हेर्नु न। बत्ती बल्नु सक्ला। यतिको भएको छ हेर्नु। अब चाहिँ कस्तो बनाऊँ भन्ने छ। अहिले चाहिँ भयो क्या यार। एकपल्ट किलिकै भएर हुन्छ क्या यार। मलाई बिहाहरू बाल्नलाई काम छ मेरो अन्यत्र वरपर सो हाम्रो चाहिँ पूजा सक्यो जे होस्। यता चाहिँ यिनीहरू बाल्दैछन् क्यान्डल। माथि चाहिँ हावाले मारिहाल्छ कि यही पनि हामीले धौधो गालीमै मारिहाल्छ बनाऊ। पाला चाहिँ पुगेन क्या गाइस। यो त मम्मीले पूजा गर्नुमा कस्तो गर्नुभयो मलाई थाहा पनि छैन है। त्यही हो मम्मीको पूजा। अझ यताबाट के तान्ने हुनुहुन्छ। भोलि पनि आएको छैन अहिले त। ठ्याक्क हाम्रो पूजा सकियो भने चाहिँ भोलि आयो कि तल खाना। यतापट्टिको सटरमा पनि बालै बाबु। भोलि पनि आएको छैन। भाइले बाउ त्यो बेन्च अलि उता खाँदैन। नाच्ने न नाच्ने न नाच्नु न ए ल पहिला यहीँ नाच जानु न। अब भर्खर पूजा गरे हामी के यहीँ नाच के
नाच कि नाच बाबु एउटा सल्काएर ल्या त रानको एउटा सल्काएर दिएन मलाई त्यहाँनिर राखेको छ त्यो बत्तीबाट बत्ती सल्काउँदैन भन्नु मम्मीलाई राम्रोसँग राखेँ चप्पल सराए पनि गयो पनि हुन्छ क्या अहिले त गाई त्यहाँ चाहिँ अब स्टार्टिङ चाहिँ भयो ₹510 माना चाहिँ भन्नु हो कि कस्तो बुलोरहेको छ त हामी चाहिँ भोलि चाहिँ सक्यो भाइ सो गाइस हाम्रो चाहिँ लक्ष्मी पूजा चाहिँ सक्यो अब लगभग अब चाहिँ भोलि बिहान ऊ त्यो फेरि भाग्छ कि त्यो जस्तो उताको होला र दादा ह्यान्डसम हुनुहुन्छ पुरा माइ गॉड बुवा झन् ह्यान्डसम उताको घर हेर्नु हाम्रो घर पनि हजुरहरूलाई देखाइदिन्छु मैले अगाडि पनि देखाएँ होला सायद ऊ तलतिर कस्तो राम्रो छ हाम्रो घर पनि झिलिमिली नै भएको छ फेरि मरेछ है बाबु भैली अर्को फेरि भैली आएको छ गाई मलाई चिच्याउनु मन लाग्यो कहाँको हो खलटाउरीको होला सायद फेरि भैली आयो गाई फेरि भैली आएको छ ल गाई हाम्रो चाहिँ आज भाइरेती खानेकुरा भयो उता चाहिँ भोलि नाच्दैछन् हाम्रो घरमा चाहिँ नाचेर गइसक्यो आज चाहिँ हाम्रो बाहिर खाने भयो नाइ क्या थाहा छु ल्याउनु छापाको बस्नु दे उता चाहिँ भोलि नाच्दैछ नि त्यहाँनिर यहाँनिरको घरमा कता गएको भाइ देख्यौ यता फेरि छुट्टै छ गीत गाउँदैछ गीत गाउँदैछ छिटो पाउ गर्नु न के मासु मात्र यहाँ कि यहाँ कुर्सी मैले यहाँ लगिसकेको छु सब मासुहरू छ स्पेसल मलाई कटरामा है बस रमाइलो छ जे होस् आज चाहिँ दिवाली आज चाहिँ हाम्रो घर अहिले चाहिँ बत्तीहरू सब मरिसक्यो हावाले मारिसक्यो सकि पनि सक्यो होला सायद भैली आइगयो फेरि भैली आइगयो दुईवटा यहाँनिरबाट गइसक्यो फेरि भैली आइसक्यो के हुन्न खाँदै नाच्दै गर्छन् खाँदै नाच्दै गर्ने के भयो त नि उड्दैन कि उड्दैन यस्तै हुन्छ गाई खाना खाने टाइममा रक्सी खाने मान्छे आएपछि मलाई त्यो जस्तो झ्याउयो जिन्दगीमा के लाग्दाखेरि यहाँ बन्द सुन्द गरिरहनु छ रक्सी खाने मान्छे आएछन् पोल्बु अनि दिमाग खराब हुन्छ कि नै टाउको दुख्छ खाने टाइममा यो गुर भनेपछि मलाई यस्तो रिस उठ्छ कहाँ छ हौ भर्जिन बनाउँदो केर्नुमा त ल्याङ गर्छ नि फेरि त्यहाँ मान्छे त्यही भएर चाहिँ मलाई टाउको दुखिरहेको हो क्या नत्र त केही फरक पर्दैन थियो यहाँ त कोही पस्न सक्छ क्या हामीले खाना खाँदाखेरि त्यो चाहिँ दादा आएको छैनन् कि उतैपट्टि आज नाच्दैछन् के हो यो म खान्नै मम्मी यो छाला लोकल भालेको मासु हो गाई आज चाहिँ खसी होइन खास मैले अगाडि खसी हुने कि जस्तो लाग्यो सुप छैन मम्मी मुस्नु नै सो गाइस हामी चाहिँ भैली खेल्न आएको आज हामी भन्दा पनि माछा है यिनीहरू चाहिँ पहिले नै आएको थियो पछाडि छ लखङ्गाहरू अगाडि छ नाच्दा
त्यही हो मा चाहिँ अगाडि भर्खर आएको खासमा हामी चाहिँ नाच्दैछौँ खल्टा कुरी यो हामी भैलीको लास्ट दिन हो भैलीको लास्ट दिन चाहिँ यो सबैले बोल्नै सक्दिनँ चाउचाउ खाइरहेछन् लास्टै भोगमा नाच्छन् अरे बाई यस्तो छ नि यस्तो भनेको यो चाहिँ हामी चम्पा ल देखा खानु है राम्रोसँग करेन्ट किन भोक लाग्छ तिमीलाई यस्तो यहाँ किन भोक लाग्छ हुन चाहिँ नवीन दादा हाम्रो काले दाई काले दाई मेरो खाप त खाइ मेरो मोबाइल आउँछ मेरो पैसाको ब्याग अहिलेसम्म 2 लाख पुग्यो अब ला भोलि पिकनिक जाने रे हाम्रो चाहिँ रमाइलो भयो नास्ता खाँदैछौँ यो चाहिँ हाम्रो ग्याङको चाहिँ के भन्छ न हाँसाउनेलाई फन्नी बोय हो अनि यिनीहरू चाहिँ लास्टै खन्छु यो पुरै झ्याप छ यो पुरै झ्याम्ब छ उता फेरि आइफोनवाला यो र उता पर सेतो टी सर्ट लगाएको चाहिँ हो हामी चाहिँ यस्तै हो ल यस्तो छ माहौल अहिलेको इंग्लिश बोल्नु त यु आर ओके हामी नो ओके भन्दैन के गाई त्यहाँ चाहिँ गाउँभरि आएछ खासमा सबै हामी चाहिँ सब गाउँभरि आएछ ओ माई गॉड हेर्नु पुरै सब झ्याप भएको छ भोलि पनि भोलि खेल्ने कस्तो रमाइलो हुन्छ रमाइलो छ
वर्ष